धेरै माथि छ हो र हैन हो हुँदैन कराते ओहो। हेलो गाइज वेलकम टु तपाईहरुलाई मेरो च्यानलमा। आजको हाम्रो प्लान चाहिँ के छ भन्यो भने केटाहरूले के भन्यो भन्दा हिजो सुपर रेली जाने भन्थ्यो। ल ठिकै छ, बिहानै उठेर जाम्ला भनेको, बिहान उठ्दै 7 बजिसक्यो, घाम जाम लागिसकेछ, त्यही पनि हिँडियो है। अब पुग्ने चाहिँ हामीलाई अब यो कटेर पल्लो डाँडा कटेर उतातिर हो भन्छ। अब हिँड्दै जाम होइन, के हुन्छ कतिको टाढा छ त्यो त अब थाहा भएन। लगभग समथिङ 20-25 मिनट लाग्छ होला यहाँदेखि हिँडेर जान। अब कस्तो हुन्छ जाम, अब केटाहरू छ अब हिँड्दै रमाइलो गर्दै जाम भनेको के हुन्छ होइन। हाम्रो यहाँ फोटो सुट हुँदैछ है, फोटोग्राफरहरू। यहाँ रम्यो गाइस। झर्ना त देखेछ तर त्यहाँ जान मिल्दैन। जान मिल्ने भए त यार ल है गाइस, हामी चाहिँ यहाँसम्म पुग्यो। हामीलाई पुग्नुपर्ने चाहिँ वहाँ हो। बाटो चाहिँ यस्तरी घुमेर गछ लाग्छ यार। अझै यो डाँडा कटेर भनेको त पल्लो डाँडा कटेर पो रहेछ। ऊ गाडी गइरहेछ, हिँड्दै यार 9 त बज्नु होइन, पुगियो जस्तो लाग्छ यार गाइस। लगभग पुग्यो क्या हो। झुलुङ्गे पुल नि देखियो यहीँदेखि। टाढा नरहेछ जे होस्। त्यहाँदेखि छ क्या माथि, मन्दिरको माथिदेखि मन्दिरको माथिदेखि त्यहाँ माथि लाग्ने छ क्या बाटो छ। जाम्ला अहिले मलाई फेरि कस्तो छ भन्दा आएदेखि होइन, आएको भोलिपल्टदेखि यस्तो रुगा लाएर तनाव भएछ के भनौँ न। यस्तो गाह्रो गराइदिएछ रुगाले। यो छैन गाइस, मलाई चाहिँ यो पाहाडहरूमा आएर घुम्न प्लस अब आफै हेर्नु न सिनहरू। पाहाडै पाहाड, टाढा पाहाड, यता हेरे उता हेरे पाहाड, रमाइलो लाग्छ क्या मलाई। अर्कै फिल हुन्छ क्या, अर्कै मजा आउँछ त्यो। अब तराईमा बस्ने मान्छे यता आएपछि रुगाखोकी लगाइहाल्छ, त्यो आफ्नो काम छ होइन। तर छुट्टै मजा आउँछ। छन् त मान्छे, छैन भन्थ्यो त देखिरहेछ। पहिला मन्दिरतिर जाऊँ अनि आएर यहाँ माथि जाऊँ। के भन्छ यार, तिमी के जेन्जी के भन्छ त। ल फाइनली गाइस आइयो। होइन आउनु त आइयो, अब आएर के गर्ने, आफूलाई पूजा गर्नु हुँदैन।
टाढैदेखि हेर्ने त त्यहाँदेखि टाढैदेखि दर्शन गर्ने जाने मन्दिरमा जान हुन्न पूजा गर्न हुन्न के गर्ने यस्तै गरे टाढैदेखि दर्शन गर्ने जाने ल हामी चाहिँ आएर नि अब फर्कियो के गर्ने आएर मन्दिरमा जान मिल्दैन पूजा गर्न हुन्न अब आउने यसो बाहिरदेखि हेर्ने बाहिरदेखि दर्शन गर्ने जाने यही हो अरू त के भन्ने रेडिमेड दुकान हो कता जान्छौ माथि पार्क होला क्या मतलब यस्तै घुम्ने पार्क सानो बस्ने ल हामी चाहिँ अब तलदेखि त आइयो ठिक छ मन्दिर वहाँ मन्दिर गइयो दर्शन त त्यस्तै हो बाटैदेखि दर्शन गर्ने फर्किने मन्दिरमा जाने त्यस्तै हो अब हामी चाहिँ लागियो अब यहाँ झुलुङ्गे पुलतिर माथि त माथि नै छ होइन हाम्रो फोटोग्राफरहरूको भिडियो सुट हुँदैछ यहाँदेखि देखाउँछु है अलि यहाँदेखि देखिन्न राम्रोसँग अझै माथि जानुपर्छ दामी कुन चाहिँ दामी देखिन्छ के भयो फोटो खानु आउन आऊ है माथि पुगौँ कस्तो यो ज्याकेट नि झरी गरेछ यार थाकिसकेँ म त माग्छु बस्नु पर्यो यार तर साँच्चै यार झर्दा ओह्रालो थियो झरियो चढ्दाखेरि गाँड फाटेर 4 वर्ष पुरै उकालो थाके पे म त उयो त थिएँ हानमा सर्टकट हिँड्न न बरु जान्न यहाँदेखि त्यही हो एउटै कुरा हो यता घुम्नुपर्छ यता पर्दैन हिँड अझै कति माथि हो र म त थाकिसकेँ यार यहीँ आउँदा अझै यहाँ माथि धेरै टाढो छैन थोरै हो धेरै माथि छ हो र होइन हो हुँदैन के लेखेछ र एन प्लस जी कसको हो यो निरज प्लस जानकी हो कि के हो ल आइयो राणीमा आइयो ओहो ल पुगियो अब यहाँ आएर के गर्ने फोटो खिच्ने एउटा दुइटा सेल्फी लिने को जान्ने त्यही त होला के अरे अब त्यसपछि जाने गर्मी भयो यार साँच्ची अनि त घाम नि गरिसकेछ ज्याकेट त मैले फाल्तुमा लाएँ बिहान चिसो हुन्छ कि भनेर ज्याकेट लगाएको अहिले यस्तो तनाव भयो गर्मी भएर छ यता राम्रो आएको छ त अलिक घाम बढी आएको छ कान्छा कसलाई गुर्या बाबु कहाँ जानुभयो बाबा तिमीलाई छोडेर
यता अलि राम्रो आउन्न कि उता आउँछ ज्याकेट चाहिँ अब कहाँ राखिदिने हो यार ज्याकेट अब यस्तरी राखौँ भन्यो भने चिप्लिन्छ हरिहाल्छ दामी आछ के कस्तो आछ र जाउँ उता पारितिर जाउँ फोटो खिच्यो भने फोटो खिच्नु त परिहाल्यो यति टाढा आएपछि होइन फोटो नखिच्ने कुरै हुन्न अनि फोटोहरू खिच त्यसपछि अलि माथितिर पल्लो साइडमा जाऊँ त्यहाँदेखि फेरि हामीलाई तर साँच्चै यहाँ मोबाइलमा हेर्दाखेरि रमाइलो लाग्ला है गएपछि रमाइलो हुन्छ रमाइलो लाग्छ भने यहाँपछि त यस्तै हो रमाइलो भन्ने मोबाइलमा मात्रै रमाइलो हुने त के रमाइलो पुल छ थाकी चढ एउटा दुइटा सेल्फी आन त्यसपछि भयो जाउँ त अब मन्दिर चाहिँ राम्ररी देखिने रहेछ यहाँदेखि अब कस्तो मलाई त फेरि झुलुङ्गी फुलमा आउन भनेपछि डर भनेको दिन लाग्दैन मजा आउँछ यार कोही हुन्छ नि त यस्तो डराउँछन् यहाँ हेर्नु गाइज यहाँ तलदेखि हेर्दा यस्तो दामी खतरा देखिन्छ मलाई फेरि यस्तोमा आउन फेरि खत्रै लाग्छ के रमाइलो लाग्छ कोही बेला अब डर लाग्छ नि लाग्दैन भाल्यो भने डर के कुरा कहाँ छुट्यौ बे आउन ओहो सिन दामी आछ यहाँदेखि त सेल्फी हान्नले ल यहीँ फोटो खिच्नु पर्यो यिनीहरूको फोटो फेरि कहिले नसकिने खिचेर खिचाइ अघिदेखि आमा मेमोरी फुल हुन्छ क्या यसरी त ओहो गाइज मजा आइरहेछ रमाइलो भएको देशमा यहाँ छ अरे चारैतिर हेर्न यस्तो दामी आइरहेछ हाम्रो केटाहरू फेरि के सेल्फीमै अड्किरहेको छ भएकै छैन कि मिलेकै छैन कि राम्रो आएकै छैन चिया खिचै छ होइन यहाँ त आइयो ठिकै छ सुपर देउराली मन्दिर त जान भएन मिल्दैन पूजा गर्न भएन तर त्यो अर्को छ नि के लाउरे टाँसिएको पहाड भन्छ कि त्यही त हो नि लाउरे टाँसिएको पहाड त्यो चाहिँ गर्दा पर्छ यार त्यहाँ जानु थियो क्या मलाई त्यहाँ हेर्न जान मन थियो तर कहाँ यहाँदेखि कुन डाँडा हो उता डाँडा हो कि यताको डाँडा हो कि यताको कुन थाहै छैन थाहै भएन कि हो त्यहाँ जान मन थियो मलाई ल गाइज हाम्रो यहाँ कराते चलिरहेछ कराते ओहो और फिर से एक बार अजय एक दिन once more